आज चाहिँ म कोरियाको अदुवा खेती देखाउँदैछु। ल हेर्नुहोस् के भयो। ल हेर्नु, कोरियामा अदुवा खेती यसरी गरिन्छ। पुरा यो पानीको पनि छ पुरै सुविधा बनाएर। यो माथि हेर्नु त यस्तो यो कालो यस्तो यो लगाएर यस्तो डाँडा काँडामा पनि पुरै अदुवा खेतीले उम्रिएर अस्ति भर्खर लगाए हुन्। यस्तो छ ल, यो माथि चाहिँ यस्तो कालो झुल लगाएर क्या यो माथि यो टुसा नभाँचियोस् भनेर हो क्या। यहाँ यसरी पानीको सिँचाइ छ। अबबाट पुरै पानीको सिँचाइ भएर ल हेर्नु कि कस्तो दामी देखिएको छ। पुरै यो अदुवा खेती यसरी डाँडा काँडामा केही सब लगाएर हाम्रोतिर भएको भए ल हेर्नु त्यो क्या दामी छ यो फुलको, यो धुपीको पुरा अदुवा खेती गरेर आहा क्या दामी बनाएर रहेछ त। कस्तो मजाले अदुवा खेती गरे होला हेर्नु त। माथि लगाएर पुरै यो कालो झुलहरू लगाएर ल यो माथि यस्तो लगाएर ल हेर्नु पुरै अदुवा खेती लगाएछ अहिले। भटेहरूको तरिका चाहिँ छ कि जे होस्, यसरी लगाएपछि कति फल्छ नि। डाँडा काँडा सब लगाएर